स्वागत छ सम्पूर्णमा साथीहरू। आज म तपाईहरुको अगाडि मानसी लघु वित्तीय संस्था लिमिटेडले खोलाएको भ्याकेन्सीको सम्पूर्ण अपडेट लिएर उपस्थित भइसकेको छु। यहाँ तपाईहरु हेर्न सक्नुहुनेछ, कम्पनीले प्रथम पटक यही जेठ 6 गते भ्याकेन्सी नोटिस निष्कासन गरेको थियो। तपाईहरु यहाँ हेर्न सक्नुहुनेछ, मानसी लघु वित्तीय संस्था लिमिटेड कम्पनी चाहिँ नेपाल राष्ट्रिय बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त बैंक हो। कम्पनीको केन्द्रीय कार्यालयको बारेमा भन्नुपर्दा कम्पनीको केन्द्रीय कार्यालय भने भैँसेपाटी काभ्रेमा रहेको छ। कम्पनीले सूचना निकालेको मितिबाट 15 दिनभित्र निवेदन दिन आह्वान गरेको छ। साथीहरू, अब आउनुस् कम्पनीको कुन पदको लागि भ्याकेन्सी निष्कासन गरेको हो र कसले यसमा आवेदन दिन पाउनेछन् र न्यूनतम शैक्षिक योग्यता कति रहेको छ र अन्य के कागजातहरू र शैक्षिक योग्यता के कति चाहिन्छ, यी सम्पूर्ण जानकारी यसै भिडियोमा अगाडि म दिनेछु। कृपया भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरू। आउनुस् भिडियोलाई अगाडि बढाउँ। साथीहरू, यहाँ तपाईहरुको अगाडि यहाँ हेर्न सक्नुहुनेछ, विज्ञापन नम्बर 1 मा क्रम संख्या 1 मा 8/2081 मा पद रहेको छ सुपरभाइजर वरिष्ठ सहायक शाखा प्रमुख, श्रेणी सहायक रहेको छ र संख्या 2 जनाको लागि यसमा कर्मचारी माग गरिएको छ र यसमा आवश्यक न्यूनतम योग्यता भने स्नातक उत्तीर्ण भई लघु वित्तीय संस्थामा 2 वर्ष वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई लघु वित्तीय संस्थामा 3 वर्ष कार्य अनुभव भएको हुनुपर्ने छ भनेर भनिएको छ। र यसैगरी क्रम संख्या 2 मा यहाँ हेर्न विज्ञापन नम्बर 9/2081-82 पद भने सहायक को लागि रहेको छ, श्रेणी सहायक श्रेणी र संख्या 5 जनाको लागि यसमा कर्मचारी माग गरिएको छ र यसमा पनि प्रवीणता प्रमाणपत्र त वा +2 उत्तीर्ण भई लघु वित्तीय संस्थामा 2 वर्ष कनिष्ठ सहायकको कार्य अनुभव भएको हुनुपर्ने छ भनेर लेखिएको छ साथीहरू। ग्रामीण क्षेत्रको फिल्डमा गई कार्य गर्ने इच्छुक हुनुपर्ने छ साथीहरू। र विज्ञापन नम्बर 3 मा 10 क्रम संख्या 3 विज्ञापन नम्बर 10/2081-82 तिर हेर्दाखेरि पद कनिष्ठ सहायकको लागि माग गरिएको छ र श्रेणी सहायक श्रेणी र 2 जनाको लागि यसमा माग गरिएको छ साथीहरू। र यसमा चाहिँ न्यूनतम शैक्षिक योग्यता भने एसएलसी वा सोस्टर उत्तीर्ण भई लघु वित्तीय संस्थामा 1 वर्षमा कार्य अनुभव भएको हुनुपर्ने छ र प्रवीणता प्रमाणपत्र तह वा +2 उत्तीर्ण गरेकोलाई प्राथमिकता दिइनेछ र ग्रामीण क्षेत्रको फिल्डमा गई कार्य गर्ने इच्छुक हुनुपर्ने छ साथीहरू। यसरी यहाँ अन्य जानकारीहरू को लागि हेर्नु पर्दाखेरि यहाँ अगाडि म अन्य जानकारीहरू पनि तपाईहरुको अगाडि ल्याउनु छु। कृपया भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला साथीहरू। अब यहाँ अगाडि हेर्न सक्नुहुनेछ, उमेरको हदको बारेमा यहाँ दिएको छ। 18 वर्ष पूरा भई 35 वर्ष ननाएको तर महिला उम्मेदवारको हकमा भने माथिल्लो उमेरको हदमा 5 वर्ष थप हुनेछ। र यसरी नै अन्य के आवश्यकताहरू चाहिन्छ र दरखास्त बुझाउने स्थान मानसी लघु वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय वा यसको चाहिँ वेबसाइट यहाँ दिइरहेको छ। यो वेबसाइट नोट डाउन गर्नु होला साथीहरू। यो वेबसाइटबाट दिएको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरी भरेको फारम आफ्नो बायोडाटा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यकता अनुसार कार्य अनुभव पठाउन सकिनेछ साथीहरू। दरखास्त दिने अन्तिम दिन बिदा परेको सोको भोलिपल्ट बुझाउन सकिन्छ। यसरी यहाँ चाहिँ अन्य जानकारीहरू यहाँ दिएको छ। तपाईहरुले कुनै जिज्ञासा वा प्रतिक्रिया छ भने कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला साथीहरू। र यहाँ दिएको जुन कम्पनीको वेबसाइट छ, यहाँ तपाईहरु आफै फर्म चाहिँ डाउनलोड गरेर यसमा के माग गरिएको छ सबै माग गरेर यहाँ चाहिँ तपाईहरु अट्याच गरेर आफ्नो निवेदन चाहिँ पठाउन सक्नुहुनेछ साथीहरू। यी थियो मानसी लघु वित्तीय संस्था लिमिटेडले खोलाएको भ्याकेन्सीको सम्पूर्ण अपडेटहरू। यदि तपाईहरुलाई कुनै जिज्ञासा र प्रतिक्रिया छ भने कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनलाई धेरै धेरै धन्यवाद।